के रे डिम्याट एकाउन्ट रिन्यू गर्नुपर्छ नगरे के हुन्छ कसरी गर्न सकिन्छ यस्तै प्रश्नहरुको खुल्दुली तपाईको मनमा छ भने यो भिडियो तपाईहरुकै लागि हो कृपया भिडियोको अन्त्यसम्म रहनु होला नमस्ते डिम्याटसँग रिलेटेड विभिन्न प्रश्नहरुको जवाब सहित शेयर मार्केट बेसिक्स 0 to हिरो सिरिजको एपिसोड 3 लिएर म उपस्थित भइसकेको छु यहाँहरुकै होस्ट एजोनिक मगर डिम्याट भनेको के हो यो खाता कहाँ र कसरी खोल्न सकिन्छ कति खर्च लाग्छ र के कागजातहरु चाहिन्छन् यदि यो बारेमा तपाईलाई जानकारी चाहिएको छ भने यसबारे मैले भिडियो बनाइसकेको छु कृपया यहाँनिर रहेको आई बटनमा गएर उक्त भिडियो हेर्नु होला डिम्याट रिन्यू गर्ने प्रोसेसको बारेमा भिडियोको अन्त्यमा बताउने छु र त्यो भन्दा अगाडि लागौं तपाईहरुले नै पठाउनु भएको प्रश्नहरुको जवाफतर्फ के डिम्याट खाता खोल्न जरुरी छ हो नेपालको वर्तमान व्यवस्था अनुसार तपाईले शेयर बजारमा प्रवेश गर्दै गर्दा डिम्याट खाता एकदमै जरुरी छ डिम्याट एकाउन्टका फाइदाहरु के छन् नम्बर 1 शेयरको ट्रान्ज्याक्सन अर्थात शेयर किनबेच गर्दाखेरि राफसाफ छिटो हुन्छ नम्बर 2 लिस्टेड कम्पनीहरुको बोनस शेयर सिधै इन्भेस्टरको खातामा जम्मा गर्न सजिलो हुन्छ नम्बर 3 डिम्याट खाताले आईपीओ एफपीओ लगायतका पब्लिक अफरिङहरुमा अनलाइन आवेदन दिन सजिलो बनाउँछ नम्बर 4 कम्पनीहरुले शेयर सोझै लगानीकर्ताको खातामा जम्मा गरिदिन सक्ने हुनाले शेयर सर्टिफिकेट प्रिन्ट गर्न लाग्ने समय र खर्चको बचत हुन्छ नम्बर 5 प्राथमिक निष्कासनमा परेका शेयरहरुको अलटमेन्ट र डिस्ट्रिब्युसन गर्न छिटो हुन्छ र नम्बर 6 तपाईहरुको पोर्टफोलियो म्यानेज गर्न सजिलो हुन्छ जोइन्ट बैंक अकाउन्ट बनाए जस्तै जोइन्ट डिम्याट अकाउन्ट बनाउन मिल्छ कि मिल्दैन अहिलेको अवस्थामा मिल्दैन डिम्याट नेम र अकाउन्ट नेम फरक परेमा के गर्ने तपाईको डकुमेन्ट अनुसार नै खाताहरु खोलिने हुनाले त्यसरी फरक पर्नु नपर्ने हो तर यदि फरक परेको छ भने तपाईको डकुमेन्ट सहित डीपी मा गएर उक्त डिटेलहरु सच्याउन सक्नुहुन्छ मैले कतिवटा डिम्याट अकाउन्ट खोल्न पाउँछु हाल विद्यमान कानुन अनुसार तपाईले म्याक्सिमम 2 वटा सम्म डिम्याट अकाउन्ट खोल्न पाउनुहुन्छ के दुवै अकाउन्टबाट आईपीओ मा आवेदन दिन सकिन्छ छोटोमा भन्नुपर्दा यस सकिन्छ तर तपाईको दुवै आवेदन नै खारेज हुन्छन् त्यसैले तपाईसँग दुईवटा अकाउन्ट छ भने पनि कृपया कुनै एउटाबाट मात्रै आईपीओ आवेदन दिनु होला मसँग फिजिकल शेयर सर्टिफिकेटहरु छन् यसलाई कसरी डिमेटेरियलाइज गर्न सकिन्छ छोटोमा प्रोसेस भन्नुपर्दा तपाईसँग भएको फिजिकल शेयर सर्टिफिकेटहरु सहित तपाई आफूले डिम्याट खाता खोलेको डीपी मा जानुस् र त्यहाँ गएर एउटा डिमेटेरियलाइजेसन फर्म पाउनुहुन्छ उक्त फर्म भरेर तपाईसँग भएको फिजिकल शेयर सर्टिफिकेटहरु अट्याच गरेर डीपी मा बुझाउनुस् र त्यसपछिको सम्पूर्ण कामहरु भनेको डीपी को नै हुने गर्दछ के डिम्याट अकाउन्ट रिन्यू गर्नुपर्छ रिन्यू नगरे के हुन्छ मैले त 1 महिना अगाडि मात्रै खाता खोलेको हुँ के मैले पनि रिन्यू गर्नुपर्छ छोटकरीमा उत्तर दिनुपर्दा हो सबैजनाले नै डिम्याट खाता रिन्यू गर्नुपर्छ 2077 साउन 1 गतेदेखि 2078 असार 31 गतेसम्म खोलिएको सबै खाताहरु चाहिँ रिन्यू गरिनुपर्छ रिन्यू नगरेमा तपाईको डिम्याट 2078 साउन 1 गतेदेखि फ्रीज हुन्छ अर्थात तपाईले आफ्नो डिम्याटमा भएको शेयरहरु बिक्री गर्न पाउनु हुँदैन तर आत्ति हाल्नु पर्दैन साउनमा गएर पनि तपाईले आफ्नो डिम्याट खाता रिन्यू गरेर सुचारु गर्न सक्नुहुन्छ डिम्याट अकाउन्ट रिन्यू नै भएन किन होला यदि तपाईले अनलाइन मार्फत डिम्याट रिन्यू गर्नु भएको छ र तपाईको मेरो शेयरमा डिम्याट रिन्यू देखाएको छैन भने एकपटक अनलाइन पेमेन्ट प्रोवाइडर अथवा तपाईको डीपी मा चाहिँ कल गरेर बुझ्न सक्नुहुन्छ डिम्याट खाता खोल्दा मेरो इमेल आईडी बिग्रेको रहेछ कसरी सच्याउन सकिन्छ यसको लागि पनि तपाईले डीपी मा नै सम्पर्क गर्नुपर्ने हुन्छ र यति भन्दै डिम्याट अकाउन्ट रिन्यू प्रोसेसको लागि तपाईहरुलाई लिएर जाँदै छु मेरो स्क्रिन तर्फ डिम्याट रिन्यू गर्नको लागि सर्वप्रथम तपाई आफ्नो मेरो शेयर खोल्नु होला र मेरो शेयरको ड्याशबोर्डमा तपाईको राइटको टप साइडमा आफ्नो नाम र एउटा आइकन देख्न सक्नुहुन्छ त्यहाँ क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईले आफ्नो डिम्याटको डिटेल्स देख्न सक्नुहुन्छ पर्सनल डिटेल्स र यहाँनिर तपाई देख्न सक्नुहुन्छ मेरो शेयरको एक्सपायरी डेट र डिम्याटको एक्सपायरी डेट र धेरै जना चाहिँ मेरो शेयर पनि रिन्यू गर्नुपर्छ कि पर्दैन भन्ने कुरामा कन्फ्युज भएको मैले पाएको छु मेरो शेयर चाहिँ डिम्याट सँगै रिन्यू गर्नुपर्छ भन्ने कम्पल्सरी छैन तपाईले यो जुन एक्सपायरी डेट देखाइएको छ त्यही डेटमा गएर मेरो शेयर मात्रै रिन्यू गर्न पनि सक्नुहुन्छ तर अहिले हाम्रो कन्सर्न भनेको चाहिँ डिम्याटलाई रिन्यू गर्ने हो किनकि यो चाहिँ असार 31 गतेसम्म मात्रै भ्यालिड छ र असार 31 गते आउन लागिसकेको हुनाले हामीले यसलाई रिन्यू गर्न गइरहेका छौं र यही साइडमा देख्न सक्नुहुन्छ रिन्यू बटन र त्यसमा एकपटक क्लिक गर्नु होला
र क्लिक गरिसकेपछि तपाईले अप्सनहरू देख्न सक्नुहुन्छ ई सेवा, खल्ती, आइएमई पे र कनेक्ट आइपीएस। यी मध्ये कुनै एउटा तपाईले अप्सन रोज्न सक्नुहुन्छ तपाईलाई जुन सजिलो लाग्छ। मैले चाहिँ अहिले ई सेवाबाट रिन्यू गर्न गइरहेको छु, त्यसैले मैले ई सेवामा क्लिक गर्छु र यहाँ तपाईले देख्न सक्नुहुन्छ मेरो शेयर एन्ड डिम्याट बोथ, अनि मेरो शेयर मात्रै अथवा डिम्याट मात्रै। मैले चाहिँ डिम्याट मात्रै गर्न गइरहेको हुनाले डिम्याटमा क्लिक गरे र तपाईको आवश्यकता अनुसार तपाईले कुनै एउटा अप्सनमा क्लिक गर्नु होला। र यहाँ तपाईले देख्न सक्नुहुन्छ नम्बर अफ इयर्स, तपाईले कति वर्षको लागि डिम्याट रिन्यू गर्न चाहनुहुन्छ त्यो चाहिँ यहाँ तपाईले इनपुट गर्न सक्नुहुन्छ। मैले चाहिँ अहिले तपाईहरुलाई 1 वर्षको लागि मात्रै रिन्यू गरेर देखाउन गइरहेको छु, त्यसैले यहाँ 1 पहिले नै छ, त्यही 1 नै मैले छोड्दिन्छु। र देख्न सक्नुहुन्छ चार्ज भनेको कति छ, रु 100। र त्यसपछि तपाईले क्लिक गर्नुस् प्रोसिडमा, र प्रोसिड क्लिक गर्न साथ तपाईले यो ई सेवाको पेज देख्न सक्नुहुन्छ। र ई सेवामा यहाँ देख्न सक्नुहुन्छ प्रोडक्ट अमाउन्ट ₹100 छ भने यहाँ ई सेवाको लगइन आइडी र पासवर्ड चाहिँ तपाईले अब इनपुट गर्नुपर्ने हुन्छ। ई सेवाको आइडी र पासवर्ड लगइन गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ कन्टिन्यू पेमेन्ट बटन यहाँ आइसकेको छ, यसमा क्लिक गर्नु होला र कन्फर्ममा क्लिक गरिदिनुस्। र यति गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ पेमेन्ट सक्सेसफुल भन्ने यो स्क्रिन आएको छ। यसलाई तपाईले डाउनलोड गरेर राख्न पनि सक्नुहुन्छ अथवा स्क्रिनशट पनि लिन सक्नुहुन्छ। र तपाईले अन्तिममा यहाँ देख्न सक्नुहुन्छ डिम्याट एक्सपायरी डेट चाहिँ रिन्यू भएर 2079/3/32 भनेर आइसकेको छ, अर्थात् मेरो डिम्याट रिन्यू भइसकेको छ। कन्फर्मेसनको लागि फेरि पनि म प्रोफाइलमा गएर हेर्दैछु र हेर्न सक्नुहुन्छ यहाँ 2079/3/32 भइसकेको छ। यसरी नै तपाईले आफ्नो डिम्याट एकाउन्ट सजिलै अनलाइनबाट रिन्यू गर्न सक्नुहुन्छ। हवस् त, आजलाई यति नै। आजको एपिसोड तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा प्रतिक्रिया दिन नबिर्सिनु होला र भिडियो मन परेको छ भने लाइक बटन थिच्न पनि नभुल्नु होला। यति भन्दै एपिसोड 4 मा भेट्ने बाचाका साथ आजलाई बिदा हुन चाहन्छु। जय शेयर बजार।